र हेलो गाइस फाइनली ब्याक टु ब्याक बोय म गोर्खाली बोय आइसकेको छु हजुर समक्षमा भिडियो बनाउनु र यो चाहिँ तपाईँहरूले रिल्सै सम्झिने है यस्तो अब हजुरहरूले फोनतिर हेर्नुहुन्छ रिल्सहरू कस्तै त्यस्तै टाइपको नै मैले बनाएको छु मजा लाग्छ भन्ने तपाईँहरूलाई प्रयास गरेको छु र आउनुहोस् अगाडि सुरु गरौँ। जवानी में सोएंगे तो बुढेपे में रोएंगे भनेर क्या घडी त मजाको लागेछ जस्तो अरे क्या त्यसले भने 5 लाखको भनेर क्या अनि मैले भने मेरो त 500 को हो त समय त एउटै होइन भनेर क्या मैले अनि त्यसले घमण्डी टाइपले भने त्यो घडीले चाहिँ तेरो समय देखाउँछ अरे यो घडीले चाहिँ मेरो समय देखाउँछ भनेर क्या त्यसले बल तागत चाहिँ सधैँ रहँदैन अरे क्या हुँदा चाहिँ हामीले यसलाई रिलिज गर्नुपर्ने हुन्छ क्या सही ठाउँमा सही जग्गामा लाउनुपर्छ अनि राम्रो गरेर हिँड्नुपर्छ अरे क्या। किताब त हामीले किन्नु सक्छ तर ज्ञान किन्नु हामीले सक्दैन। 2 पैसा कमाउने क्षमता राख्दैन त्यो व्यक्तिहरूले भन्छ म 2 दिनको जिन्दगी मरेर लानु के छ भन्छ हामीले तर मरेर गएपछि चाहिँ मान्छेको नाम पहिचान नाम हुने चाहिँ जरुरी छ ए फल्ना यस्तो उस्तो भन्ने नाम हुने चाहिँ जरुरी छ। मैले बिहानै मेरो साथीहरूलाई भन्दै थिएँ तिमी एकपल्ट सास तान त अब छोडा त हामी मान्छेको लाइफ यति नै हो क्या लाइफ भनेको यति नै हो त्यही भएर घमण्डहरू नगर्नु राम्रो बाटोमा हिँडौँ राम्रो गरौँ है राम्रो सोचौँ आमाबाबाको नाम रोशन गरौँ है सबैलाई सम्झना यो रिल्सको माध्यम जानकारी हजुरले स्वीकार्नु होला के कस्तो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु लिनु होला र मेरो सुजल थापाको फेसबुक पेज छ र उहाँहरूमा तपाईँहरूले हेर्नुहुन्छ र त्यो फेसबुक पेजमा मात्रै नभएर काला भ्लग भनेर सर्च गर्नुभयो भने युट्युबमा पनि छु म र उहाँहरूले पनि युट्युबमा हेर्न सकिन्छ अनि युट्युबमा हेर्नुभयो भने चाहिँ लाइक शेयर सब्सक्राइब त्यहाँ गरिदिनुहोस् लाइक शेयर सब्सक्राइब कर देना आप लोग भी और आगे बढ़ा दीजिए मेरे को भी। मैं अब हिंदी में ही ब्लॉग करने जा रहा हूँ कुछ ही अब 2-3 ब्लॉग डाल के मैंने कितना ब्लॉग में तो आदिवासी भी नेपाली भी और हिंदी भी बोल चुका हूँ इसीलिए हिंदी ब्लॉग भी अच्छा है हिंदी में बोलने के लिए अच्छा लगता है मेरे को और हिंदी भी बोलना मेरे को ज़रूरी भी है हाँ और बांग्ला भी सब बोलना तो ज़रूरी है। हम लोग का ऑल इंडिया में इतना जनजाति इतना लैंग्वेज का बोलने वाला आदमी सब रहता है बैठता है तो लाइक शेयर सब्सक्राइब करने के लिए मत भूलना। तो रोरेमन मोर ब्लॉग के देख के कैसा लगे मुझे कमेंट में कही देवा और रोरेमन के अच्छा लगी होले शेयर करे के लिए कहीं भी न बोला वा और रोरेमन तो मुझे माया तो करा थे र हजुरहरूले गर्नु भइरहेको छ माया त्यही भएर म अहिले अगाडि बढिरहेको छु र आजको मेरो रिल्स यतिमै एन्ड गरिरहेको छु।